चटपटे परेको 20 मिनेट टाढा ओए चटनी भन्छ है त्यहाँ 1 प्लेट चट अनि साथीहरु म चारो पनि लिन आएको है अनि मैले के भन्छ यस्तो दिमाग खेलाएको अनि त्यसलाई चाहिँ चटपटे दिनु पर्यो भनेर मैले डरै सोचेको झन्नै पारेको पनि थियो अनि फेरि गमलाई पर्यो साथीहरु म चाहिँ रेखाकोमा जाँदै छु हैन मैले गिफ्ट यो लगिदिएको उसलाई बर्थडे जस्तै गमला परेको थियो नि त अनि त्यही भएर त्यो चाहिँ माथिसको नानी खङ्गाडङ र गुरुङ के गर्दैछ भात पकाउँदैछ होला साथीहरु गएको ल हेर्नु साथीहरु त्यसको रियाक्सन कस्तो हुन्छ हेर्नु A few moments later हेलो एभ्रीवान गुड मर्निङ नमस्ते जय मसी टासिदिले सम्पूर्णमा फेरि पनि आज न्यू डे न्यू भिडियोको साथमा उपस्थित भइसकेको साथीहरु अनि आज चाहिँ एकदमै स्पेशल डे छ साथीहरु आज चाहिँ स्पेशल चाहिँ के छ भने साथीहरु हैन मेरो साथी अनि बहिनी बुहारीको चाहिँ जन्मदिन परेको छ र उसको मिलेको चाहिँ छैन उसले मनाएको छैन तर पनि म उसलाई चाहिँ सानो गिफ्ट दिन चाहन्छु अनि कस्तो हुन्छ हैन म उसलाई चाहिँ यहाँनिर रोज नलाउँछु क्या यहाँनिर छ हैन अनि रोज नलाउँछु अनि उसले चाहिँ कुन रोज छ त्यही पाउँछ अनि म यस्तोले लान्छु है साथीहरु अनि लाँदाखेरि चाहिँ उसले कुन चाहिँ रोज छ त्यही उसले पाउँछ साथीहरु म चाहिँ हिँडेर उसको घरमा म चाहिँ जाँदैछु त्यसको घरमा के गर्दैछ हेर्नु साथीहरु यहाँ चाहिँ त्यसको रुम छ माथि किचन चाहिँ यहाँ यहाँ छ है यो चाहिँ एकदम नक्कली छ तैँले यो दुईटा मध्ये कुन छान्छस् तैँले त्यही पाउँछस् ल आइज कुन भित्रको कि बाहिरको एउटा मात्रै तान्नु पाउँछस् नि फेरि लो 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 जुन जस्तो सुकै जे होस् न अनि तान्न एउटा छिटो ल त्यही कुन यो छानेको थियो यसले साथीहरु तर फेरि यो साथीहरु के पर्यो देखा त गमला परेको छ साथीहरु अनि यसले गमला पाउनेछ अनि ओइ के गर्न आँटेको त म गर्दै थिइस् हो चटपटे परेको 20 मिनेट टाढा थिएन गमला परेको छ अनि यसले अब मलाई भरे पार्टी दिन्छ होला मैले अघि भिडियो पनि शेयर गरेको थिएँ पार्टी चाहियो भनेर हैन अनि अब म चाहिँ नानीलाई स्कुल पुर्याउँदै त्यता बजार जान्छु त्यो बियर भनेको थियो तर म कोक दिन्छु ओए चटनी भन्छ है त्यहाँ 1 प्लेट चटनी ल पनि भनेको छ है त्यहाँतिर भोलिपर्सि मेरो पैसा आएको बेला हामीहरु बबल टी खान जान्छौं दुईजनालाई अनि म साथीहरु म चारो पनि लिन आएको है अनि मैले के भन्छ यस्तो दिमाग खेलाएको अनि त्यसलाई चाहिँ चटपटे दिनु पर्यो भनेर मैले डरै सोचेको झन्नै पारेको पनि थियो अनि फेरि गमलाई पर्यो साथीहरु हामी चाहिँ जाँदैछ हैन यो कम्ती लोभी छैन पार्टी दिएन हैन त्यत्रो मैले खतरा खालको विश गरेको थिएँ अनि यहाँ दुईजना छ यो चाहिँ कसको छोराछोरी हो कि अनि हामी जाँदैछौँ अब कहाँसम्म पुग्छौँ क्या आज चाहिँ फेरि साथीहरु आज किन धुम्म भयो भने किन यो दुईजना हात गाँसेर मिलेर हिँडेर पो रहेछ यहाँ धुम्म न धुम्म भइरहेछ यहाँनिर आज खोइ कहाँबाट यसरी धुम्म भएको नि नत्र त अगाडि र पछाडि भन्दै बाध्दै हुन्थ्यो यता फर्किनु त दुईजना यहाँनिर हामी हैन फुल किन्नु आएको तर यहाँ मान्छे नै छैन क्या दोकान नै छैन कि हामी चोरेर लान सक्छौँ अहिले भनेर भन्नु मिल्दैन हामी चोरेर लान सक्छौँ यस्तो दामी फुलहरू कुन मन पर्यो साथीहरुले भन्नु त तपाईहरुलाई मलाई चाहिँ यो मन पर्यो र कसले किन्दिन्छ तैँले किनिदिन्छस् मलाई
आरू फलिरहेछ कसलाई खानु मन पर्यो टिपेर ल्याइदिन सक्छु साथीहरू म चाहिँ रेखाकोमा जाँदैछु होइन मैले गिफ्ट यो लगिदिएको उसलाई बर्थडे जस्तै गमला परेको थियो नि त अनि त्यही भएर त्यो चाहिँ माथि उसको नानीसँग गाडाङ्गडा कुरो के गर्दैछ भात पकाउँदैछ होला साथीहरू गएको ल हेर्नु साथीहरू त्यसको रियाक्सन कस्तो हुन्छ हेर्नु साथीहरू हेर्नु न यहाँनिर यसले के पकाउँदैछ के पकाउन आँटेको खाली कराई भात मासु हेर्नु साथी यो उसको बुढासँग बाजेर रिसा जस्तो छ साथीहरू ह्याप्पी बर्थडे टु यु बाँकीमा ल बाँकीको थ्याङ्क यू सो मच अझै यो पो हाँस्दै छ खुसी चाहिँ भएछ थ्याङ्क यू सो मच त्यो चाहिँ गमला अनि अस्ति मैले गमला चाहिँ किन स्याहार्नु बनाएको भनेको साथीहरू मसँग पैसा थिएन त्यही भएर स्याहार्नु बनाएको भाँचिन्छ औसीमाले पुण्यमा फटायो हैन राति नै फेरि फेदमा चाहिँ फुलेको छ साथीहरू भर्खर यो फुल्दैछ कि त्यही भएर मैले यसलाई भर्खर फुल्दै भएर किनिदिएको छु अनि यहाँ कराई चाहिँ यता भुइँतिर पनि छ साथीहरू होइन अनि आज चाहिँ बल्ल बल्ल यहाँ बाँकीमा मैले अस्ति बर्थडे चाहिँ खाएँ अनि बाँकीमा तिरेको के को तिउन आलुको तिउन मासु नि हो के हो त्यो मासु त्यस्तो सेतो हेत मेरो त रियली मासु चाहिँ फेरि साथीहरू म अगाउँदिनँ नि त म धेरै खान्छु त्यही भएर हो अनि 1 मिनट छै पानी नै सुकेको छैन पड्किन्छ तेरो चाहिँ किन हतार गरेको ए यसो घर चाहिँ यहाँ यस्तो छ साथीहरू यहाँनिर कतिलो लुगा धोएछ अघि आज त धन्दा गरेछ सनक्कै थाल पनि खोइ कहाँबाट सोरेर ल्याए अहिले चाहिँ धेरै छ भोलि फेरि हराउँछ अनि ए गोप्टा र ए साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो है अनि लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो म इन्ड गर्न चाहन्छु किनभने अन्धकार छ अब म चाहिँ खाना खाएर सुत्नु जान्छु खाना पकाइसकेँ घरको कामहरू गरिसकेँ अनि बजार पनि गयो अनि अब चाहिँ म भिडियो इन्ड गर्न चाहन्छु अनि कस्तो छ तपाईँहरूले सल्लाह सुझाव दिनु होला साथीहरू बाई बाई